मेला पनि अब सुरु भयो ल आजदेखि हाम्रो ठाउँमा चाहिँ मेला सुरु भयो सुनसरी एरियामा चाहिँ मेला सुरु भाइ मेला कस्तो लाग्यो कपाल आज गाइस अब मेला सुरु भयो हैन सो वैशाख भोलि 1 गते आज 29 गते हो सो 29 गतेदेखि चाहिँ सुरु हुन्छ दिस इज जब्दी स्कुल भन्छ अनि जब्दी मेला स्टार्ट भएको चाहिँ मेला यहाँ चाहिँ मेला हाम्रोतिर चाहिँ यस्तो हुन्छ है मेला हामी चाहिँ यसरी मनाउँछौँ नि हेलो मेला यहाँ फेरि यहाँ भाइहरूलाई भेट्यो बाल डल्लाउनु भेट्छ ए गाइस ह्याप्पी मेला फेरि स्टार्ट भयो अब मेला मेला सुरु भयो अब जुलेबी खानु पर्ने जुलेबी खान्छ कुन चाहिँ डर खतरा गेम खतरा छ यार बब्बाल आज मेला बब्बाल फर्स्ट मेला यस्तो छ गाइस हाम्रो ठाउँमा चाहिँ मेला चाहिँ होइन त्यो भनौँ न यो महिनाभरि नै लाग्छ हौ मेला यतापट्टि छ ए मेला यहाँ यता आज जुलेबी खाने हामी टोडा यो ऐनाहरू यस्तो छ ल अब चाहिँ जुलेबी कसरी हो 200 रुपियाँ केजी एक पाउ लानु पर्ने थियो अलिक खरिएको हाल्नु नि कालो कालो खरिएको यता कालो कालो खरिएको लाउनु ल एक पाउ पनि कम्ता धेर हुन्छ नि गुलियो धेर खाने नै होइन क्या जुलेबी गुलियो अब हेर्नु जाउँ काठमा पुगिन्छ होइन त्यो हुँदैछ मेला बब्बाल होइन आज चैत 29 गते सो चैत 29 गतेबाट चाहिँ मेला स्टार्ट हुन्छ है सो आज जब्दीको मेला सो भोलि तालतलैया पञ्चायत त्यस्तो हुँदै हुँदै बब्बाल हुन्छ हौ अब यो महिनाभरि बब्बाल मेला पूजा गर्ने पूजा गर्छ मन्दिर हामी मेलामा चाहिँ त्यसरी आउँछौँ पूजा गर्छौँ मेला घुम्छौँ मेला भर्छौँ कतैजना मेला भर्न आएको छ होइन कति भरेर जाँदैछ कति भर्दैछ कति भरिराखिरहेको छ है त्यो मन्दिर आज चाहिँ बब्बाल भयो मान्छे कति भिड अहिले ठ्याक्कै तपाईँको 5-8 भन्छ 5-8मा पनि कति भिड क्या यतिको चाहिँ भन्नु है
जुलेबी छ यो पान कसरी हो? 30 रुपैयाँ दाइ। हजुर 30 रुपैयाँ। हो ल मिठा पान गर्ला? मिठा पान 25 मा गरिदिनु ल। खुला छ तपाईँसँग 25? तपाईँले दिनु नि तपाईँ। मसला अलि छैन क्या? मिठो दामी बनाइदिन्छ तर त्यो उयो किन हाल्दैन न गोलो छैन होला 25 भनेर त्यस्तै गर्नु पर्छ होइन नि पान कमाउँदैछु है पान खाँदै सब मेला भन्न आएको है पान पनि खाइयो दामी भयो पान पनि इटामा 50 ल इटामा 50 रुपैयाँ इटा आम्बो लु और है 50 को 50 लगाइ पर यो कसुन पार्यो बब्बाको भयो अब यहाँ ल लगाइ 50 राखेँ मैले चार है 5 जना 9 फेरि हान्नु भयो रिभर ए धागोमा भयो अब फेरि हान्नु ल ठिकै छ नि त कस्तै यार 5 जना 9 भएको थियो ठिकै छ परो ए लु 50 ल ल तिले पनि रहेछ ल आज चाहिँ मेलामा बब्बाल भयो होइन त्यो पार्यो 100 रुपियाँ पार्यो एन्ड मेला पनि भर्यो 100 रुपियाँ पनि पार्यो पशुपतिको पनि दर्शन सिद्राको पनि व्यापार खै सबजनालाई थ्याङ्क्स फर वाचिङ भन्दै